संगीतमय जुन जस्तै सुरिलो धुन जस्तै संगीतमय जुन जस्तै सुरिलो धुन जस्तै सरगम र ताल भित्र खोजिरहेछौँ एउटा आवाज। हजुर, मलाई एउटा प्रोजेक्टले थम्सअप गरिसक्नु भएको छ र थर्ड राउन्ड अथवा फाइनल राउन्डको लागि पहिलो प्रतियोगी आउँदै हुनुहुन्छ स्टेजमा र उहाँ हासपुरबाट आउनुभएको छ। एकदमै रकिङ पर्फर्मेन्स दिनुहुन्थ्यो। अब के हुन्छ त्यो हेर्न बाँकी छ र उहाँ हुनुहुन्छ कन्टेस्टेन्ट नम्बर 39 दीप प्रकाश राई। थ्याङ्क यू। तपाईँहरूले भोट गरिदिनु भयो। म गाउन लागेको गीत चाहिँ हामी अहिले सिनेमाको राउन्डमा छौँ। नेपाली मुभीको गीत गाउँछौँ। यो गीतमा म जजहरूलाई पनि अनि सबै अडियन्सहरूलाई एउटा चिज भन्नु माग्छु। मैले केही इम्प्रोभाइजेसनहरू गरेको छु। अर्को चाहिँ यो मेल डुएट केटीको नभएर केटाकेटाको नै डुएट छ। आई विल ट्राई माई बेस्ट। थ्याङ्क यू भेरी मच। ट्र्याक प्लिज। नाच्नु सक्नुहुन्छ है? के भन्ने हाम्रो समय 10 मोहर महिनाको कमाइ हाम्रो युगको पानी राम्रो हाम्रो समय साँच्चै रमाइलो ए हाम्रो युगको पानी राम्रो हाम्रो समय साँच्चै रमाइलो के भन्ने हाम्रो समय 10 मोहर महिनाको कमाइ हाम्रो युगको पानी राम्रो हाम्रो समय साँच्चै रमाइलो हाम्रो युगको पानी राम्रो हाम्रो समय साँच्चै रमाइलो। धाराको पानी कान्छी नानी बोकेको कम्मरमा भुलेको छैनौ त्यो मिठो पानी अझ यो उमेरमा। धाराको पानी कान्छी नानी बोकेको कम्मरमा भुलेको छैनौ त्यो मिठो पानी अझ यो उमेरमा। कहाँ गयो धारा खोला रहेन पुरा काका मेटिने हो रहेन सधैँ तिर्खा मेटिने रहेन पुरा हात भिज्ने हो रहेन सधैँ तिर्खा मेटिने। गङ्गाको धारा धारामा देउता देउताकै संसार डाँडा र काँडा हरियो बन देउराली पुजेर। ढुङ्गाको धारा धारामा देउता देउताकै संसार डाँडा र काँडा हरियो बन देउराली पुजेर। सगम पगम रे सगम रे सगम रे सगम पगम पध
पनि सजाले धर्म कर्मको जिम्मा राखी देउता बेच्छन् पैसाको लागि आफ्नो बिरानो सबै छोडी जान्छ एक्लो ओ पैसाकै लागि आफ्नो बिरानो सबै छोडी जानु छ एक्लो हे भन्ने हाम्रो समय 10 मोहर महिनाको कमाइ हाम्रो युगको पानी राम्रो हाम्रो समय साँच्चै रमाइलो ओ हाम्रो युगको पानी राम्रो हाम्रो समय साँच्चै रमाइलो Thank you. That was perfect. You grabbed the audience. I know audience-लाई तपाईले स्टेजमा अगाडि फ्लोरमा पुल गर्न सक्नुभयो. Fantastic. तपाईको मुभमेन्टहरु राम्रो छ. अनि सेकेन्ड सङ तपाईको फेभरेट जनरा सलिल राईजीको गीत यति मिठो गाउनुभयो. तपाईलाई त्यो सिङ्गिङले झन् यति म्याच गर्यो. तपाईको परफर्मेन्स I was really watching. Sometimes तपाईले त्यो गाउँदै गरेको हेर्दाखेरि तपाईको सिङ्गिङलाई भन्दा मैले धेरै तपाईको परफर्मेन्सलाई हेरेको थिएँ. I was really enjoying. Thank you. It's a very good singing. Now I can guarantee you are a versatile singer actually. Thank you. Thanks. Deep Prakash is a rock star, pop star, but he's not only that. He's a versatile. Okay, no, Thank you. Oh, what a response! What an audience! That's all. I really love it. Good luck for you. Thank you very much. Thank you so much. Thank you, Prakash Raiji. Thank you very much. Funny. Good luck to all the contestants. अब भने हाम्रो नेक्स्ट प्रतिस्पर्धीलाई स्टेजमा बोलाउने बेला भइसकेको छ. यहाँ निमाङ तामाङको फ्यान को हुनुहुन्छ त? हात उठाउनुहोस्. निमाङ तामाङको फ्यान को हुनुहुन्छ? छैन, म एउटा मात्रै. Ladies and gentlemen, अब भने हाम्रो second top 5 finalist को performance को पालो आइसकेको छ. Shall we call him on the stage now? Yeah, and he's all the way from Manchester. Ladies and gentlemen, please give it up for Nimang Tamang. Hello. साँच्चीकै मेरो देश नेपाल धेरै प्यारो लाग्छ.
एउटा अब नेक्स्ट ट्र्याक छ गजल सङ तपाईँहरूको अगाडि राख्नुहुन्छ ऊ जितेर गई या हारे गई बुद्ध लामाले पनि गाएको छ हजुरलाई थाहै छ होला नेपाल आइडलमा टफ सङ हो तर म ट्राई गर्नेछु तपाईँहरूको साथ छ भने साथ छ त मसँग मलाई सानी जपानी जगम पगम पनि पम पगम सपम प समगम सग जनि जपानी सग हरेर गई नतिजा आफैतिर परेर गई जितेर गई या हरेर गई नतिजा आफैतिर परेर गई हिजो निम्तादे बस्न दिलमा आज गाने तारले परेर गई उजितेर गई या हरेर गई नतिजा आफैतिर परेर गई प्रीतको एउटा फुल थियो बगैँचामा प्रीतको एउटा फुल थियो बगैँचामा आकाशबाट सिना झरेर गई आकाशबाट सिना झरेर बस्दै त थिए भयलै भए पनि मुस्कानको छुरा रोपी मरेर गई जितेर गई या हरेर गई नतिजा आफैतिर परेर गई थ्याङ्क यू What a beautiful performance, performing 2 songs in the finale for all our audiences tonight. Uha hununcha Niman Taman. Ladies and gentlemen. Hazur, without any further delay, comments, Sarmila ma'am. Niman ji. Hazur, ma'am. Wow. Thank you so much. What a performance. Thank you. तपाईको versatility देखिन्छ है throughout the whole song भनौँ न यहाँनिर चाहिँ यस्तो भइदिएको भए हुन्थ्यो अथवा यहाँनिर यस्तो भइदिएको भए हुन्थ्यो हुन्छ नि एज एन अडियन्स त्यो कमेन्ट गर्ने ठाउँै देखिनँ मैले सेइङ द्याट त्योभन्दा तपाईँले बेटर गर्नुभयो ओरिजिनल सिङ्गिङ भन्दा यो सेकेन्ड सङको कुरा गर्नुपर्ने हो भने चाहिँ ओरिजिनल सङमा भन्दा तपाईँले यो गीतमा चाहिँ धेरै इम्प्रोभाइजेसनहरू गर्नुभयो Thank you so much. एकदम राम्रो अब फर्स्ट गीत त
मच थ्याङ्क यू One, 2, 3, 4. सागर सरी चोको माया तिमीलाई नै दिउँला थ्याङ्क यू सबैले झुम्न सक्नुहुन्छ हजुरहरू Thank you so much. हाम्रो माया सिलसिला रहनेछ पछिसम्मको लागि. Thank you so much for the support. Thank you. हजुर तिम्रो नभई मरेछु भने अर्को जुनी लिउँला. अर्को जुनी लिने नलिने त एकछिनपछि थाहा हुन्छ. नेहा Absolutely. Judges को feedback चाहन्छौँ हामी. सिधु खरेलज्यू. सुमिङ एकदम राम्रो गाउनुभयो है. मलाई चाहिँ नि फर्स्ट सङ अझ राम्रो लाग्यो, एकदमै राम्रो लाग्यो. त्यसमा चाहिँ नि केही पनि उ गर्ने नै ठाउँ भएन, पोइन्ट आउट गर्ने ठाउँ भएन है. एकदम राम्रो लाग्यो. सेकेन्डमा चाहिँ त्यो एकदम हाई स्केलमा सुरुको भएको भएर होला सायद. सेकेन्ड गाउँदाखेरि चाहिँ नि लो स्केलमा अलिक
अप्ठ्यारो भएको जस्तो फिल भयो मलाई त्यस्तो लाग्यो होइन अदरवाइज राम्रो पर्फर्मेन्स Thank you so much जजलाई अनि सुमिराजीलाई पनि congratulations for yet another final performance for Everstyle 2017. हजुर he is from London एकदमै राम्रो गायक versatile गायकलाई बोलाउन चाहन्छु contestant number 13 Sonahan Rai. यति भनिरहँदा मेरो हातमा एउटा मेसेज आइपुगेको छ र एभरेस्ट आइडल युकेलाई नजिकबाट चियाउनु हुने माया गर्नुहुने हाम्रो शुभचिन्तक हर्कराम राईले भिआइपी टिकट लिनुभएको थियो तर आज उहाँ आफ्नो कारणवश आउन सक्नुभएको छैन उहाँले भन्नुभएको छ र त्यही मेसेज म यहाँ डेलिभर गर्न चाहन्छु उहाँ नआए पनि यो टिकट भोटको लागि पठाउनु भएको छ र उहाँले सोनाहाङ राईलाई भोट दिनु भन्नुभएको छ सो म गएर त्यहाँ लगाइदिन्छु म चिटिङ गर्दिनँ हेर्न आउनु होला थ्याङ्क यू सो मच Thank you so much. र आउँदै हुनुहुन्छ स्टेजमा द ट्यालेन्टेड लेडिज एन्ड जेन्टलमेन फ्यानहरू जोरदार तालीसँग स्वागत गर्नुहोस् सोनाहाङ राई. Thank you so much. कहाँ थियो तिमी रङ्गमञ्च उठेपछि आयो कहाँ थियो तिमी रङ्गमञ्च उठेपछि आयो समयले जवानी यो लुकेपछि 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 आयो कहाँ थियो तिमी रङ्गमञ्च कहाँ थियो तिमी रङ्गमञ्च उठेपछि आयो समयले जवानी यो लुकेपछि आयो समयले जवानी यो लुकेपछि आयो समयले
दिल खोलेर गाउनु भएको छ हाम्रो सोनाङ राईज्यूले। अडियन्स कतिको रमाइलो लाग्यो, कतिको राम्रो लाग्यो सोनाङ राईको पर्फर्मेन्स। हजुर ढिला नगरिकन कमेन्ट्स लिउँ। बिसी सर, हाम्रो सोनाङ राईज्यूले तपाईँको मन चाहिँ कतिको जित्न सफल भयो? थ्याङ्क यू सोनाङ राई। हजुर के भन्नु होइन, मसँग शब्द छैन, तर पनि मैले भन्नुपर्छ आज जज तपाईँ सोनाङ राई। जहाँसम्म लाग्छ मलाई राई भनेपछि तपाईँ नेपालको पूर्वतिरको त हुनुहुन्छ होइन? तर तपाईँले फर्स्ट गीत गाउनुभयो, लोकगीत गाउनुभयो, पश्चिमेली भाकाको गीत हो होइन? म सरप्राइज भइरहेको थिएँ। पश्चिमेली भाकाको गीत गाउनलाई यु हेभ टु बी बर्न टु सिङ द्याट टाइप अफ सङ। तपाईँ त्यो माटो, त्यो त्यहाँको हावापानी र त्यहाँको रीतिरिवाजसँग तपाईँ ग्रो भएको हुनुपर्छ त्यो पश्चिमेली सिङ्गिङ गर्नको लागि। मलाई पनि गीत गाउनु मनपर्छ, मैले पनि कोसिस गरेको छु, तर म पश्चिमेली गीत गाउन सक्दिनँ। त्यो एउटा किसिमको एक्सेन्टहरू हुन्छ नि, त्यो एक्सेन्ट तपाईँले बर्फबाटै गाउनुपर्छ। तर तपाईँ पूर्वको मान्छे भएर त्यो गीत गाउन तपाईँले एफोर्ड गर्नुभयो, अनि तपाईँले गाउँदाखेरि पर्फेक्ट गाउनुभयो क्या। म तपाईँको त्यो एनर्जीलाई म तपाईँलाई सलाम गर्छु। अनि त्यस पछाडिको जुन गीत गाउनुभयो कहाँ थियो र तिमी, वा हरेक हरकतहरू, हरेक ठिक्काहरू, टाइमिङ, सिङ्गिङ, स्केल, एभ्रिथिङ एब्सोल्युटली देयर। स्पोन्टेनियसली तपाईँले गाउनुभयो, तपाईँ मुडमा हुनुहुन्थ्यो, तपाईँ यु वेन्ट टु द सिनारियो, यु रियली एक्सप्लोर द सङ। तपाईँले त्यो गीतलाई एकदमै राम्रो गाउनुभयो। आई लभ इट, भेरी गुड। यो दिस इज अ रियालिटी सो अनि भोटिङ सिस्टम हो। यदि मेरो बसमा भन्दा त गर्नको लागि दिँदैन आजको होइन, तर त्यसमा आउनु तपाईँले राम्रो गाउनुभएको छ। तपाईँहरू सबै यहाँ कन्सेन्टहरू डिजर्भ गर्नुहुन्छ होइन, आइएभरेज 2007 लागि होइन। तर तपाईँलाई यति मात्र भन्न सक्छु म, गुड लक। Thank you so much, Sonang Raiji. Thank you so much for your final performance. अब भने हाम्रो फाइनल प्रतिस्पर्धीलाई स्टेजमा बोलाउन चाहन्छु र उहाँ स्टेजमा आउँदाखेरि तपाईँहरूले जोरदार तालीसँग उहाँलाई हौसलाको लागि ताली बजाएर उहाँलाई स्वागत गर्नुहुन्छ भनेर आशा गर्दछु। दर्शकबिन श्रोताहरू स्वागत गर्नुहोस् स्टेजमा जोरदार तालीसँग हाम्रो फाइनल कन्टेस्टेन्ट नम्बर 46 मनोज गुरुङ। तिमी नहुँदा शून्य शून्य यो जीवन तिमी सामु पुग्छु जब मनमा कुरा आउँछन् तर भन्न सक्दिनँ कि म तिमीलाई माया गर्छु तिमी सामु पुग्छु जब मनमा कुरा आउँछ तर भन्न सक्दिनँ कि म तिमीलाई माया गर्छु तिम्रो मिठो मायाको बतासेले
तिमी नहुँदा तिम्रो याद आउँदा हेर यो मनभित्र हृदयको कुना कुना खोज्छु तिमीसँगै हुँदा तिमी सामु पुग्छु जब मनमा कुरा आउँछन् तर भन्न सक्दिनँ कि म तिमीलाई माया गर्छु तिमी सामु पुग्छु जब मनमा कुरा आउँछन् तर भन्न सक्दिनँ कि म तिमीलाई माया गर्छु Thank you. अब चाहिँ म नारायण गोपालजीको एउटा गीत गाउन गइरहेको छु अझै छ क्यारे पछौटे भन्ने गीत हो कृपया स्वीकार दिनु होला धन्यवाद पछौरी तिम्रो चियाको मोटमा अल्झेछ क्यारे पछौरी तिम्रो चियाको मोटमा अल्झेछ क्यारे पछौरी तिम्रो चियाको मोटमा बल्झेछ क्यारे सुनको काँडा कलिलो खुट्टामा अल्झेछ क्यारे पछौरी तिम्रो चियाको मोटमा ताली बजाइदिनु होला प्लिज Thank you. आउँछिन् कि चेली भनेर आमा त्यो बाटो धाएकी आउँछिन् कि चेली भनेर आमा त्यो बाटो धाएकी तिजमा पनि बिर्सेछ क्यारे गरिब माइती सल्लाह चाहिँ आमा सल्लाह चाहिँ आमा सुचाइरहन् एक्लै कोठामा अल्झेछ क्यारे पछौरी तिम्रो चियाको मोटमा
अल्झेछ क्यारे पछौरी तिम्रो चियाको बोतलमा। Thank you. Ladies and gentlemen, once again, please give it up for Manoj Gurung. र उहाँको पर्फर्मेन्स तपाईहरुले देखिसक्नुभयो। What did the audience think about Manoj Gurung's performance? हजुर, एभरेस्ट आइडल UK 2017 को फाइनल राउन्ड को फाइनल कन्टेस्टेन्ट हामी सँग हुनुहुन्छ मनोज गुरुङ र लास्ट कमेन्ट फ्रम शर्मिला म्याम। मनोज भाइ हजुर, धेरै राम्रो गाउनुभयो। थ्याङ्क यू। I was waiting for the second verse as well. सरी, पहिलो गीत त यति राम्रो गाउनुभयो, त्यो फिल्मको गीत थियो है? हजुर, ड्रिम्स मुभी। सेकेन्ड गीतमा अलिकति एडलिबमा अलिकति तलमाथि भयो, तर त्यसलाई त्यो पछाडिको गीतले कभर अप गर्यो। ओभरअल इट वाज अ गुड पर्फर्मेन्स। गुड लक। थ्याङ्क यू सो मच। Thank you so much. तपाईहरु आफ्नो स्थानमा बस्न सक्नुहुन्छ र फाइनल रिजल्टको लागि वेट गर्नु होला। त्यतिजेलको लागि अडियन्स अब भने हामी हेड अफ प्रोजेक्ट किसान राईज्यूलाई फेरि पनि भोटिङको बारेमा केही जानकारी राख्नु हुनको लागि स्टेजमा बोलाउन चाहन्छौँ। थ्याङ्क यू भेरी मच। हाम्रो फाइनल चरणको सबै पर्फर्मेन्सहरूले आफ्नो प्रस्तुति गरेर गइसक्नु भएको छ। अब यतिखेर ठ्याक्कै मेरो घडीमा 11:24 गएको छ। तपाईँलाई 5 मिनट्स हामी दिन्छौँ। यदि तपाईँहरूको लेफ्ट ओभर भोट्सहरू छ भने, टिकट्सहरू छ भने प्लिज तपाईँहरूको फेभरेट कन्टेस्टेन्टलाई, मन परेको कन्टेस्टेन्टलाई हाल्नुहोला र त्यसपछि 5 to 10 मिनट पछाडि तपाईँलाई आजको अन्तिम एभरेस्ट आइडल घोषणा गर्नेछौँ। थ्याङ्क यू भेरी मच। अब 5 मिनट छ तपाईँहरूको लागि। थ्याङ्क यू। 5 minutes audiences भोटिङको सही सदुपयोग गर्ने बेला आइसकेको छ। झन् यो त the most important round भइसकेको छ, किनभने we are just now moments away from witnessing Everest Idol 2017 winner. So voting line open भइसकेको छ, vote गर्नु होला। तर voting round जारी रहँदाखेरि अब भने हाम्रो नेक्स्ट पर्फर्मेन्स, फाइनल पर्फर्मेन्स अफ द नाइट को पालो भइसकेको छ। हजुर, हामीसँग जजेस प्यानलमा 3 जना जजेसहरू हुनुहुन्छ। विशी राई, शर्मिला बदेवा, त्यसै गरी सिद्धु खरेलजी हुनुहुन्छ। एकदमै हामी फाइनल यात्राको फाइनल चरणमा छौँ। सो 2 जना जजेसहरूले आफ्नो पर्फर्मेन्स दिएर गइसक्नु भएको छ। वाइ नट शर्मिला बदेवालाई हामी किन नसुन्ने? सो प्लिज वेलकम अन स्टेज जज सिङ्गर शर्मिला बदेवा। प्लिज ताली बजाइदिनु होला। उहाँ आउनु हुँदै मैले थोरै समय 1 मिनट जस्तो लिन चाहे, माफ गर्नु होला। हामी भेरी फाइनल लाइन अफ एभरेस्ट आइडल UK 2017 मा छौँ। सो आफ्टर दिस के हुन्छ त? हामीसँग एभरेस्ट आइडल अब केही मिनटमा हामी पाउने छौँ। इमेडिया हब UK ले उहाँहरूलाई एभरेस्ट आइडल मात्रै बनाएर छोड्ने छैन। म अघि पनि केही एनाउन्स भइसकेको छ। फेरि यसको फलोअप एभरेस्ट आइडल UK को लागि इमेडिया हबले तयार पारेको केही प्लानहरू पाइपलाइनमा जो छ तपाईँहरूलाई म जानकारी दर्शाउन चाहन्छु। एभरेस्ट आइडल UK 2017 भन्ने टप 3 एभरेस्ट आइडलको कम्तीमा 5 वटा गीतहरू भएको एल्बम हामी तयार गर्दैछौँ एभरेस्ट आइडल UK फाइनलिस्टहरूको लागि। यस प्रोजेक्टको लागि हाम्रो एकदमै चर्चित गीतकार निलम आमवाङ राई, जो आज चाहेर पनि यस कार्यक्रममा उपस्थित हुन सक्नु भएन, उहाँले एउटा पूर्ण गीत, यति राम्रो प्रोजेक्ट भइराखेको छ, यस्तो प्लेटफर्म तयार भएको छ भने वाइ नट भनेर उहाँले एउटा गीत स्पोन्सर गर्नुभएको छ। त्यसै गरी जानु कामबाङ लिङ्गदेन दिदी उता हुनुहुन्छ, उहाँले पनि वाइ नट इमेडिया हबले चाहिँ दिएको प्लेटफर्मलाई म सपोर्ट गर्दिनँ भनेर उहाँले पनि एउटा गीत स्पोन्सर गर्नुभएको छ। आदरणीय जज हुनुहुन्छ विशी
राईजी जो एउटा सम्पूर्ण कुराको प्याकेज भनेर अघि पनि एनाउन्स भइसकेको छ, उहाँले पनि एउटा गीत गरिसक्नु भएको छ र त्यसरी हातमा हात थप्ने धेरै आदरणीय सर्जकहरू हुनुहुन्छ जो नेपालदेखि सेवा स्टुडियोले म एउटा गीत रेकर्डिङको लागि सहयोग गर्ने एभरेस्ट आइडललाई भन्नुभएको छ। त्यसै गरी सङ्गीतकार गायक रेवत राई जो हाम्रो योभन्दा अघिल्लो प्रोजेक्ट एभरेस्ट म्युजिकल ब्लास्टमा आएर ब्लास्ट गरेर गइसक्नु भएको छ, उहाँले वान कम्पोजिसन म गरिदिन्छु दाइ भनेर मलाई नि प्रत्यक्ष भन्नुभएको छ। र यसरी र हामी पनि अभियसली इमिडियाबाट पनि एउटा एकदमै बुलन्द एल्बम एभरेस्ट आइडल 2017 बनाएर उहाँहरूको अहिलेसम्म हामीले यो स्टेजसम्म ल्यायौँ, यतिकै नछोडिकन एउटा साङ्गीतिक करियरलाई अगाडि डोर्याउने प्रयत्न गरेका छौँ र यो एल्बम यही अप्रिलको 14 भित्र तयार भइसक्नेछ र 14 मा हुनेछ हाम्रो एभरेस्ट आइडल युके कन्सर्ट विथ न्यू एल्बम, न्यू सङ्ग्स अनि नयाँ सृजनाहरू। सो त्यसको लागि पनि यहाँहरू सबैलाई म एभरेस्ट आइडल युकेको तर्फबाट अनि ई मिडिया हब युकेको तर्फबाट अग्रिम तपाईँहरूलाई निम्तो चुले निम्तो चढाउन चाहन्छु। सरी 1 मिनट भने धेरै लियो होला। सो यति यहाँहरूलाई जानकारी गराउँदै म बिदा हुन चाहन्छु। अहिले भरे आवश्यक पऱ्यो भने फेरि आइ नै हाल्छु। म साइडमा एकदमै तमतार परेर एटेन्सन पोजिसनमा बसिरहेको छु यहाँहरूको सेवाको लागि। अहिलेसम्म समय रथ पर्खिराख्नु भएको छ एभरेस्ट को हुन्छ भनेर विटनेस गर्नको लागि। यहाँहरू सम्पूर्ण साङ्गीतिक पारकीहरू, तपाईँहरू सङ्गीतलाई माया गर्ने मान्छेहरू, तपाईँहरूलाई म फेरि सलाम दाहिने हात पनि चढाउन चाहन्छु। थ्याङ्क यू। Ladies and gentlemen, once again welcome her on the stage, the talented singer, the judge of Everest Idol 2017. जोरदार तालीसँग स्वागत गर्नुहोस् शर्मिला बर्देवा। नमस्कार। खोइ त पावर प्याक पर्फर्मेन्सहरू हेरेपछि त हामी सबै पावरलेस भएको जस्तो लाग्यो नि। नमस्कार। इन्जोय गरिरहनु भएको छ नि? मैले त धेरै इन्जोय गरेँ है। जज हुनु पनि फाइदै रहेछ, अगाडि बसेर गीत पनि सुन्न पाइने प्लस पर्फर्म गर्न पनि प्लेटफर्म दिनुभएको छ। म सर्वप्रथम ई मिडिया हबको होल टिमलाई चाहिँ नि एकचोटि धन्यवाद दिन चाहन्छु। उहाँहरूले हाम्रो उब्रदै गरेको भाइ बहिनीहरूलाई यति राम्रो प्लेटफर्म दिनुभयो जसले आज हाम्रो समक्ष एउटा आइडल साङ्गीतिक क्षेत्रमा एभरेस्ट आइडल चाहिँ नि दिनुहुनेछ। त्यसको साथसाथै हामीलाई पनि ट्रस्ट गरेर भरोसा गरेर हामी तीनजना स्पेसली म बिसीजी र सितुजीलाई चाहिँ हामीलाई उहाँहरूलाई भनौँ न जज गर्ने मौका दिनुभयो। यसको लागि सम्पूर्ण टिमलाई धन्यवाद दिन चाहन्छु। एकचोटि प्लिज मेरो तर्फबाट उहाँहरूको लागि जोरदार ताली। थ्याङ्क यू सो मच। गीत त मैले नयाँ गाउने भयो
you. Thank you so much. Thanks a lot. अब I think प्रतीक्षाको घडी समाप्त भयो जस्तो लाग्यो. एकचोटि म किसनजी आइसक्नु भएको रहेछ. हस् त, thank you so much. Good night. थ्याङ्क यू. हाम्रो फाइनल राउन्डको मत र जजेसहरूको स्कोर तयारी भइसकेको छ. अब तपाईँहरूलाई आजको अभियसली टप 5 उहाँहरू एभरेस्ट आइडल, उहाँहरू सङ्गीतको आइडल अलरेडी हुनुहुन्छ, किनभने 4वटा गीत भर्सटाइल गीतहरू गाएर प्रुभ गरिसक्नु भएको छ. तर यहाँ प्रक्रियागत हिसाबले जजेसहरूले दिनुभएको स्कोर र तपाईँहरूको मत भोटको स्कोरको आधारमा खालि 1 2 3 4 छुट्याउने मात्र हो. तर टप 5 उहाँहरू अलरेडी विनर भइसक्नु भएको छ. तपाईँ हाम्रो मन मुत्रु मस्तिष्कमा पसिसक्नु भएको छ. फोटोमा पनि यहाँहरूले हेरिसक्नु भएको छ. र अब त्यही प्रक्रिया हामी गर्नको लागि यहाँ तयारी छौँ. होस्टहरू प्लिज आइदिनु होला. अनि 5 जना कन्टेस्टेन्टहरू हाम्रो कता हुनुहुन्छ प्लिज आइदिनुहोस्. And we are back yet again. तर यसपालि चाहिँ विनर अनाउन्स गर्न ब्याक आएको छौँ र विनर अनाउन्स गर्नुभन्दा अगाडि हाम्रो टप 5 फाइनलिस्टलाई हामी स्टेजमा बोलाउन चाहन्छौँ. Can we please have the top 5 finalists of Everest Idol 2017? हामी अन्तिममा आइपुगेका छौँ र त्यो आइडल हेर्नको लागि हामी आतुर छौँ. तर त्योभन्दा अगाडि हाम्रो 5 जना फाइनलिस्टहरू प्लिज कम फरवर्ड. 5 जना फाइनलिस्टहरू, can you please have it quickly on the stage? Manoj Gurung, Shumi Rai and Deep Prakash Rai. यहाँ गर्नु र सबैजना कन्टेस्टेन्टहरू स्टेज माथि आइदिनु होला. त्यसै गरेर म जजेसहरूलाई पनि स्टेजमा आइदिनु हुनको लागि अनुरोध गर्दछु. जजेस This is the moment that we've all been waiting for. They've all performed, they've sang their heart out. र अब भने रिजल्ट भन्ने बेला भइसकेको छ. हाम्रो हातमा तपाईहरुले गर्नुभएको परफर्मेन्सको आधारमा जजेसले भोट गर्नुभएको छ, स्कोर गर्नुभएको छ र तपाईहरुको परफर्मेन्सलाई हेरेर अडियन्सले भोट गर्नुभएको छ. र त्यो दुईटालाई जोड्दाखेरि जसको हाईएस्ट पोइन्ट छ उहाँले एभरेस्ट आइडल युके 2017 को ताज जित्नुहुनेछ. र हाम्रो हातमा रिजल्ट आइसकेको छ. हामी सेकेन्ड रनर अप देखि स्टार्ट गर्नेछौँ. फर्स्ट रनर अप मा मुभ अन हुनेछौँ र लास्टमा द विनर अनाउन्स गर्नेछौँ. हजुर, उहाँको एजको कारणले गर्दा मैले अलिकति उहाँलाई छुट दिएको थिएँ, तर सिओ सरले छुट दिनु भएन. हाम्रो आजको केस जज नोर्देन तेन्जिङ भुटिया दाइ पनि अन द स्टेजमा आइसक्नु भएको छ. सो हामी अघि यहाँले भने जस्तै हामी सेकेन्ड रनरअपबाट हामी हाम्रो नतिजा दिनेछौँ हजुरहरूलाई. र अनाउन्स गर्नुभन्दा अगाडि हामी भन्न चाहन्छौँ सेकेन्ड रनर अपले 200 पाउन्ड क्यास प्राइज जित्नुहुनेछ र एउटा कम्प्लिट सङ बनाउने अपर्च्युनिटी पाउनुहुनेछ. र यो स्पोन्सर गर्नुभएको छ इमिडिया हब लिमिटेडको इभेन्ट अफिसर र लिरिसिस्ट मिस्टर किरण चामलिङज्यूले. र राउन्ड अफ अप्लोज फर द्याट. र सेकेन्ड रनर अप अनाउन्स गर्नको लागि हाम्रो इमिडिया हब लिमिटेडको एभरेस्ट आइडल 2017 को स्पोन्सर देउकी राईज्यूलाई स्टेजमा बोलाउन चाहन्छौँ. प्लिज वेलकम देउकी राई. देउकी राई आज विशेष कारणवश आउन सक्नु भएको छैन. सो उहाँको अन बिहाफमा उहाँको बहिनी आउनु भएको छ. सृष्टि राईलाई बोलाउन चाहन्छु स्टेजमा. उहाँले सेकेन्ड रनर अपको नाम तपाईहरुलाई भन्नुहुनेछ. र उहाँलाई हामी स्टेजको राइट साइडमा आउनु विनम्र अनुरोध गर्दछौँ, किनभने रिजल्ट्स मिस्टर नवराज राईजीको हातमा छ. यतापट्टि आइदिनु होला किनभने रिजल्ट यतापट्टि रहेको छ.
होला त second runner up of Everest Idol 2017 guest चाहियो हामीलाई हाम्रो audience देखि आज Any guesses? Any guesses? Judges के भन्नुहुन्छ? Any idea? So मेरो हातमा रिजल्ट आइसकेको छ सेकेन्ड रनर अप हुनुहुन्छ Ladies and gentlemen, second runner up of Everest Idol 2017 is Deep Prakash Rai. A round of applause. हामी योगिले गरिसक्यौँ Deep Prakash Rai हुनुहुन्छ second runner up र उहाँले जित्नु भएको छ 200 pound cash prize र one complete song he will be publishing from his voice. हजुर उहाँले पाउनुहुनेछ 200 पाउन्ड र उहाँलाई स्पोन्सर एउटा कम्प्लिट गीतको स्पोन्सर गर्नुभएको छ इमिडिया आपको बोर्ड अफ डाइरेक्टर किरण चामलिङले र म उहाँले कति भोट पाउनुभयो त भनेर अनाउन्स गर्न गइरहेको छु उहाँले अहिले फाइनल राउन्डको लागि फाइनल भोट पाउनुभएको थियो 25 votes together, ladies and gentlemen. Congratulations. He's done amazing tonight and he's actually given very energetic performance tonight as well. Congratulations. हजुर यो पुरस्कार वितरण गरिदिनु हुनको लागि म स्टेजमा बोलाउन चाहन्छु हाम्रो स्पोन्सर किरण चामलिङ त्यसैगरी म स्टेजमा बोलाउन चाहन्छु NRNA UK का अध्यक्ष याम कुमार फगामी ज्यूलाई पनि यो कुमार फगामी जी आउँदै हुनुहुन्छ स्टेजमा र हाम्रो विनरलाई चेक बोर्ड दिएर कङ्ग्रेचुलेट गर्न चाहन्छु हामी इमिडिया अफ UK का सम्पूर्ण बोर्ड अफ डाइरेक्टरहरूलाई एकचोटि स्टेजमा आइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु इमिडिया अफ UK का सम्पूर्ण बोर्ड अफ डाइरेक्टरहरू प्लिज कम अन द स्टेज र फुलको गुच्छा दिएर र खादा लगाएर पनि हामी सेकेन्ड रनर अपलाई कङ्ग्रेचुलेट गर्न चाहन्छौँ लेडिज एन्ड जेन्टलमेन a round of applause for your winner of Everest Idol 2017 second runner up जोरदार तालीसँग let's congratulate Mr. Deep Prakash Rai. Congratulations. एकदमै मिठो एनर्जेटिक परफर्मेन्स दिनुभएको थियो आज र सेकेन्ड रनर अप हुन पनि सफल हुनुभएको छ a well deserved win ladies and gentlemen. अब भने लाग्नुपर्छ जस्तो लाग्छ हाम्रो फर्स्ट रनर अप अनाउन्समेन्ट तर्फ आज हजुर यो रिजल्ट अनाउन्स गर्नको लागि म स्टेजमा ल्याउन चाहन्छु हाम्रो मास्टर स्पोन्सर पिपल मोर्गेजका डाइरेक्टर सूर्य गुरुङ प्लिज कम अन द स्टेज र फर्स्ट रनर अप ले जित्नुहुनेछ 500 pounds को क्याश प्राइज र फर्स्ट रनर अप ले पनि एउटा कम्प्लिट सङ बनाउन हुनेछ र स्पोन्सर हुनुहुन्छ लिरिसिस्ट मिसेस जानु कम्बाङ लिङदेन्ज्यू हजुर पनि स्टेजमा आइदिनु होला गीतकार जानु कम्बाङ लिङदेन आउँदै हुनुहुन्छ स्टेजमा मिसेस जानु कम्बाङ लिङदेन्ज्यू र वान अफ द मेन स्पोन्सर सूर्य गुरुङज्यू पनि हुनुहुन्छ स्टेजमा लेडिज एन्ड जेन्टलमेन को हुनुहुन्छ होला त तपाईहरुको फर्स्ट रनर अप अफ एभरेस्ट आइडल 2017 any guesses audience की गेसै गर्न सक्नु भएन जस्तो छ नि त लेडिज एन्ड जेन्टलमेन we're about to announce the winner of first runner up Surya Guru. Ladies and gentlemen, first runner up of Everest Idol 2017 is
first runner-up. उहाँले जम्मा 55 भोट प्राप्त गर्नुभएको थियो फाइनल राउन्डमा 55 भोट सो एभरेस्ट आइडल युके विनरलाई स्पोन्सर गर्ने महानुभावहरू हुन्छ म उहाँको नाम भन्न चाहन्छु आज गीतकार नीलम आम्बुवाङ राई यो स्टेजमा हुनुहुन्न यो हलमा हुनुहुन्न र उहाँको दिदीलाई बोलाउन चाहन्छु सुशीला लिम्बू राई उहाँको अन बिहाफमा त्यसै गरी म आजको एभरेस्ट आइडल युकेको फाइनलको लागि स्पोन्सर गर्नुहुने बिसी राईलाई पनि उभिनको लागि अनुरोध गर्दछु त्यसै गरी एम्बेसडर सर आइसक्नु भएको छ सो यो रिजल्ट भनिदिनु हुनको लागि म यता जान्छु Ladies and gentlemen, it's the moment that you've all been waiting for. हामीले अब थाहा पाउँछौँ कुन हुन्छ त एभरेस्ट आइडल 2017 को विनर गेसेस हजुर यो नाम हाम्रो आजको गेस्ट जज पाहुना जज लेजेन्डरी सिंगर नोर्देन तेजी भुटिया ज्यूले अनाउन्स गर्दै हुनुहुन्छ सो हु इज द विनर अफ एभरेस्ट आइडल युके 2017 काउन्टडाउन begins now and the winner is Sonahang Rai. Ladies and gentlemen, your winner of Everest Idol 2017 is Sonahang Rai. Sonahang Raile 58 भोट प्राप्त गर्नुभएको थियो Sonahang Rai 58 votes. Many congratulations. र कन्टेस्टेन्ट्सहरू जो पार्टिसिपेट गर्नुभएको थियो उहाँहरूलाई पनि हाम्रो विनरलाई स्टेजमा जोइन गरिदिनु हुन हामी विनम्र अनुरोध गर्दछौँ हजुर all the contestants top 14 please come on the stage Everest Idol UK finalist top 14 please come on the stage let's celebrate the moment let's congratulate the winner and we wish all the best for all our three winners of Everest Idol 2017 second runner-up hununcha Deep Prakash Rai first runner-up hununcha Niman Taman र winner hununcha Sonahang Rai congratulations to the winner र future उहाँको सिंगिङ करियरको लागि तीनैजना विजेतालाई हामी कङ्ग्रेचुलेट गर्न चाहन्छौँ बेस्ट विशेस दिन चाहन्छौँ उहाँहरूले धेरै मिठा मिठा गानाहरू गाउनुहुनेछ होला र हाम्रो दर्शकवृन्द र श्रोताहरूलाई मिठा मिठा गाना सुनाउनुहुनेछ भनेर हामी आशा गर्दछौँ र we would also like to thank all the sponsors all the media partners for supporting the event today तपाईहरुले एभरेस्ट आइडल next year हुँदाखेरि यसरी नै कम्पिटिसन सिंगिङ कम्पिटिसनलाई सपोर्ट गर्नुहुनेछ भनेर हामी आशा गर्दछौँ तपाईहरुले विनरसँग फोटो खिच्न सक्नुहुनेछ लेडिज एन्ड जेन्टलमेन योर विनर अफ एभरेस्ट आइडल 2017 हुनुहुन्छ सोनाहाङ राई तपाईहरु हाम्रो विनर्सलाई कङ्ग्रेचुलेट गर्न चाहनुहुन्छ भने कृपया आइदिनु होला स्टेजमा र पालै पालो उहाँलाई शुभकामना दिनु होला
congratulate the winner of Everest Idol 2017. Congratulations to second runner-up Deep Prakash Rai, first runner-up Niman Tamang, र हाम्रो winner हुनुहुन्छ Everest Idol 2017 को Sonahang Rai. फोटो खिच्न सक्नुहुनेछ, कङ्ग्रेचुलेट गर्न सक्नुहुनेछ। र यो तपाईहरुलाई थाहा छ होला, फर्स्ट एभर सिंगिङ कम्पिटिसन रहेको छ जुन चाहिँ इमिडिया हब लिमिटेड युके टिमले अर्गनाइज गर्नुभएको छ। र जस्ट टु लेट यु नो गाइस, नेक्स्ट इयर पनि इमिडिया हब लिमिटेड टिम लगाउनुहुनेछ यसरी नै सिंगिङ कम्पिटिसन अर्गनाइज गरेर। र आशा गर्छु युके को विभिन्न ठाउँदेखि एकदमै ट्यालेन्टेड सिंगर्सहरु निक्लिनुहुनेछ, पार्टिसिपेट गर्नुहुनेछ र आफ्नो भविष्य उज्जवल बनाउनुहुनेछ। एकदमै सुनौलो र खुशीको पल रहेको छ विनरको लागि। आज एकदमै धेरै माला भइसकेको छ घाँटीमा र खुशीको त ओ माय गॉड, Sonahang Rai must be really happy right now as his dream of becoming the first ever Everest Idol 2017 has come true. Congratulations Sonahang Rai लाई फेरि पनि खाना लगाएर फुलको गुच्छा दिएर फुलको मालाले हामी सेलिब्रेट गर्दैछौँ उहाँको यो अचिभमेन्टलाई आज। 14 contestants took part र आज फाइनली यो कम्पिटिसन अन्त्य भएको छ। Sonahang Rai जित्न सफल हुनुभएको छ एभरेस्ट टाइटल 2017 को टाइटल। Ladies and gentlemen, thank you so much for your support, for your patience. र युके जस्तो ठाउँमा धेरै बिजी भए पनि आएर सपोर्ट गरिदिनु भएकोमा तपाईहरुको अमूल्य भोट दिएर तपाईको फेभरेट कन्टेस्टेन्टलाई जिताउनु भएकोमा पनि मुरी धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यति भन्दै अब हामी इमिडिया हब लिमिटेड युके टिम विशेस द विनर all the very best for the future। र सबैजनालाई भविष्यमा पनि यसरी नै साथ दिनुहोला बिकज इमिडिया हब लिमिटेड युके टिम इज एन एन्टरटेनमेन्ट सर्भिसेस। नेपाली कलाकारहरू रिसेन्टली 2017 मा एभरेस्ट म्युजिकल ब्लास्ट 2017 द्वारा ल्याउनु भएको थियो। चर्चित गायिका मेलिना राय, singer Revut Rai, winner of UK Dance of 2016 Jenny Sunuar पनि आउनु भएको थियो भने धेरै ट्यालेन्टेड कलाकारहरू पनि ल्याइसक्नु भएको छ र फ्युचरमा पनि यस्तै रोचक कार्यक्रमहरू तपाईहरुको सामु ल्याउनु हुनेछ इमिडिया हब लिमिटेड युके टिमले। र त्यति भन्दै पनि तपाईहरुलाई थाहा छ होला कि रिसेन्टली नेपाल आइडल भएको थियो। As we may all know कि नेपाल आइडल UK मा आउँदैछ र नेपाल आइडल लाइभ इन द UK लाइभ इन 4 cities हुँदैछ। संगीतमै जुन जस्तै सुरिलो धुन जस्तै संगीतमै जुन जस्तै सुरिलो धुन जस्तै
सरगम र ताल भित्र खोजिरहेछौँ एउटा आवाज